वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला होइन गाइज। म पनि एकदम सन्चै छु। आज चाहिँ म हाइकिङ जाँदैछु है गाइज। एकदमै मेरो रुमबाट चाहिँ म एकदम टाढा हाइकिङ जाँदैछु। बिहानै पानी सानी बोकेर झोलामा यस्तो के बोकेर चट्टसँगले जाडो छ नि त, त्यही भएर हाइकिङ लगाएर हाइकिङ जाँदैछु। अहिले चाहिँ 7 बज्यो। 7 बजी पनि यति अँध्यारै छ होइन। अहिले दिन लामो छ नि त, ढिलो भयो क्या। मेरो साथीहरू चाहिँ अघि उठेर कल चलाउँदै थियो, मैले रिसिभ नगरेको। अब बिस्तारै चाहिँ गाइज कहाँ जाने हाइकिङ भन्दाखेरि चाहिँ तपाईँहरूलाई म सरप्राइज दिन्छु एकदमै। अहिलेलाई चाहिँ गाइज यस्तै हो। स्टे ट्युन गाइज, हेर्दै गर्नु होला। तपाईँहरूलाई म सबै कुरा देखाउने नै छु होइन। अलराइट गाइज, म चाहिँ फसी छुङ्गीजोङमा आइसकेको छु। अनि त्यसपछि अब यहाँबाट बस चढेर चट्टसँगले यो बाटो सुवन गइन्छ। सुवनबाट चट्टसँगले ट्रेन चढेर चाहिँ म सिधै सियोल जान्छु। सियोलबाट चट्टसँगले साथीभाइ भेटेर हामी हाइकिङ स्टार्ट हुन्छ। हाम्रो हाइकिङ गाइज, स्टे ट्युन। गाइज म चाहिँ ट्रेन स्टेसनमा आइसकेँ। ट्रेन आउन लागेको छ गाइज मेरो। यिनै छ, यतिको मात्रै हुन्छ कोरियामा गाइज। एकदम स्पिड कुदाइ त्यस्तै हुन्छ। 1 नम्बर रुट चढ्नुपर्छ, उताबाट जानुपर्छ। म चाहिँ सौल गाइज, म एक्लै छु कि क्या हो। फर्स्ट प्यासेन्जर हो कि क्या हो म यो ट्रेनको। ओ यस, अजिङ्गरको आहारा दैवले जोड्छ भने जस्तो ठ्याक्कै आउनुहोस् त, ट्रेन पनि आइपुग्यो गाइज। अल राइट गाइज, म चाहिँ दोङदेमनमा आइसकेको छु। अनि यसपछि म चाहिँ अब यहाँबाट ट्रेन चढेर जानुपर्ने हुन्छ नोक्सानसम्म। नोक्सानबाट हामी साथीभाइ भेटेर जानेछौँ। मेरो ट्रेन आउनु लागेको छ क्या यो। हामी जाने भनेको चाहिँ गाइज त्यहाँ माथिको सानमाला गाइज, यो माथि पाहाडमा झन्डा चाहिँ देख्दैन रहेछ। यहाँ झन्डा गएको छ अरे। ए हो त, तिमीलाई हार्दिक स्वागत छ मेरो भ्लगमा। गाइज होइन, हामी चाहिँ यहाँ भुक्कासान कि हुक्कासान भन्ने ठाउँमा आएको। एकदमै धेरै रमाइलो भएर छ। मेरो नातिको त वेलकम छ मेरो नाति भाइ। वेलकम, थ्याङ्क यू। अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो आशा सिस्टर। हाइकिङ त हामी नाति बाजे झन्डेलाई फेरि उत्तर छौँ नि गाइस। कस्तो दामी छ होइन। हामी चाहिँ अब गाइज हामी चाहिँ त्यो सानमा जान लागेको। हामी कति टाढाबाट आएको, यस्तो टाढाबाट आएर हामी त्यो सानमा जाँदैछौँ। यस्तै त्यो गाइज होइन। हाम्रो टोलीहरू चाहिँ यता हुनुहुन्छ। विनोद सर, उहाँको वाइफ आसे, अनि म। अनि त्यसपछि साथीहरू छ अझै 2जना साथीहरू आउँदै हुनुहुन्छ। उहाँले अलिक ढिलो गर्नुभयो, त्यही भएर हामी चाहिँ हिँड्दै गरेको। हामीले झोलामा फेरि यहाँ के बोकेछन्, जाँड बोकेछन् गाइस। फेरि स्पेसल नेपाली अनि गाइस, हामी नेपालीले जाँड खानुपर्ने हुन्छ। अनि चाहिँ अब हाम्रो लगभग यात्रा सुरु हुनु लागेछ। जुस किनेर बोकियो सियुबाट गाइस। अन्त हामी लाग्दैछौँ त्यहाँ उकालो। राइट गाइस, हामी चाहिँ अब लगभग हाम्रो उकालो बाटो चाहिँ सुरु भइसकेको छ। यहाँबाट चाहिँ सुरु उकालो भएको चाहिँ अब चुचुरोसम्म नै उकालो हुनेछ गाइज होइन। यहाँ कहिले पानी जमेको त्यसै सेतो रहेछ। हो माइ गड, आजको हाम्रो डिस छ गाइज। यस्तै छ। याङबेन चिकन रोस्ट। ननिस्टर खगा आसे खाएको गर न कोडा ठाडा घुर्की आना त
यो त जाँड होइन त यो त अर्ग्यानिक जुस हो यो कोदोको जुस यसलाई जाँड भन्दैन जुस भन्छ यसलाई यो भेटामा छ भने छिटा हो है हो आई खुमे छिन्छ गाइज म यस्तो उकालो हिँड्दैछु होइन यो तपाईँले तर सिम्पल बाटो देख्दै हुनुहुन्छ होला होइन तर एकदम उकालो छ क्या म थाकेँ ऊ त्यही सानमा जाने हो यही सानमा जाने हो तर एकदम थाकिसकेँ कोरेनहरू पुगेर पनि फर्केर आइसक्यो मेरो हालत त्यस्तो छ पसिना पुज्दै हिँड्दै गाइज गाडी पनि जाँदो रहेछ ट्याक्सी पनि जाँदो रहेछ तर हाइकिङ जानेले किन ट्याक्सी चढ्ने होइन त्यही भएर हामी चाहिँ हिँड्दैछौँ मेरो साथीहरू तल आउँदैछ कता कता म चाहिँ होइन अलिक खतरा मान्छे भएर म चाहिँ अहिले अगाडि हिँड्दैछु जे कुरामा अगाडि बढ्छु क्या गाइज तपाईँलाई थाहा छैन होइन म एकदम जे कुरामा अगाडि बढ्छु त्यही भएर यो पाहाड पनि मेरो साथीहरूभन्दा म अगाडि चढ्ने छु गाइज म हजुरहरूलाई देखाउने नै छु त्यसको लागि चाहिँ तपाईँले मेरो भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ गाइज को अघि चढ्यो को पछि चढ्यो भन्ने कुरा होइन गाइज है त है ढुङ्गामा नि रुख उम्रिँदो रहेछ हाई खुमे छिन्छ म गले गाइज के गर्नु यहाँ तल कहिले हिउँ परेको अझै बिल्लिसकेको छैन त्यहाँमाथि झन्डा भएकोमा कहिले पुग्नु म कहिले रुम फर्किनु हे गाइज पागल भन्छ होला यार गाइज हेर्नुहोस् न यहाँ बँदेल हेर्नु नि के उधिँदैछ नेपालमा भएको भए यसले अघि फाकफुक बनाएर खान्थ्यो होला कोरिया भएर यो बाँचिरहेको छ देख्दैछु अलराइट गाइज एकदमै हिँडाइ कडा चल्नुपर्छ हिँड्नुपर्छ स्वास्थ्यको लागि अलराइट गाइज हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ बुद्ध भगवान् ओम मनी पेमे होरी यो ठाउँमा आइसकेका छौँ गाइज हामी होइन म मेरो साथीहरू त पछाडि हुनुहुन्छ यस्तो दामी छ क्या गाइज यो के हो यो यस्तो यहाँ धुप पनि बाल्न मिल्दो रहेछ गाइज म पनि बाल्छु ल बाटो हिँड्नु परिरहेछ गाई छैन तर मलाई एकदमै रमाइलो लागिरहेछ यत्तिको चिल होइन यत्तिको रमाइलो त मलाई लाइफमा जिन्दगीमा कहिले भएको थिएन बढी आजुमाहरू पनि हिँड्छन् होइन हामी त यङ हो नि त हामी त हिँड्नुपर्छ नि गाइज आफ्नो स्वास्थ्यको लागि हो आफ्नो लागि हो गाइज हिँड्नुपर्छ व्यायाम गर्नुपर्छ तपाईँहरू पनि आउनु होला मेरो साथीहरू कता म अझै आइपुगेको छैन यार तिनीहरू कता छ हौ त्यस्तो ठाउँमा हिँड्दैछौँ हामी ओ माई गड अत के हिँड्दो रह्यो हिँड्दो रह्यो यस्तो दामी ठाउँ गाइस फाइनली हामी चाहिँ यहाँ टपमा पुग्नु लागेको छ ऊ माथि कता हो क्या टप चाहिँ अझै धेरै टाइम लाग्छ ल 10-15 मिनट तर म यस्तो डेन्जर ठाउँमा हिँड्दैछु क्या यस्तो गरेर हिँड्दैछु धेरै यहाँ रगत छाप लाग्छ मेरो त्यहाँदेखि बाटो यस्तो छ म एक्लैछिन मेरो साथीहरू कता छ मलाई छोडेर भन्दा पनि मैले चाहिँ छोडेर आएको क्या मेरो एनर्जी देखेर सबै दम्नु परिरहेछ गाइज ओ वाउ यस्तो चाहिँ यत्तिकै चाहिँ हुन्छ क्या गाइज हामी एकदमै मलाई एकदम रमाइलो भइरहेछ मेरो साथी
यतिको रमाइलो चाहिँ जिन्दगीमा कसमले कहिल्यै भएको थिएन मलाई। स्वर्ग पुगे जस्तो गर्छ मलाई स्वर्ग। हुन त स्वर्ग को पुगेर आएको छ र होइन, तर पनि स्वर्ग पुगेको फिल भएर चाहिँ यहाँ साउल सिटी अनि त्यो पर हेर्नु डाँडा। ओ त्यहाँ त चढ्न पाइँदैन, सायद पाइन्छ कि पाइँदैन थाहा छैन, तर म चाहिँ यत्तिकै नजिक एक त कसरी झरेको अम्मो माई गड मा डेन्जर या गाइस। हामी चाहिँ फर्किसक्यौँ माथि चुचुरो पुगेर फाइनली हाम्रो ग्याङ त्यहाँ थाङ्बे झन् यसो पो गरिदिन्छु म त। हतार हतार हात छोडेछ फेरि। साँच्ची नि बाख्रा पुछ रहेछ जता नि। कस्तो राम्रो देख्दो रहेछ। सुहाउँछ गइरहेको छ त मेन्दाङ खेम्सिङ वासी बान्द सुहाउँदैन त्यता क्यान्सिल। चाहिँ माथि सान चढेर पनि झरिसकेका छौँ। जे गर्दाखेरि म अघि बढ्नुपर्ने के हो यो यस्तो गाइस। मेरो साथीहरू चाहिँ माको अल्छी अल्छी परेछन् कि क्या हो, सबै पछाडि छन्। त्यही कता हुँदैछन् म चाहिँ अगाडि बढेछु। अब के गर्ने एक्लै जाने हो, सरर गीत गाउँदै हिँड्ने हो। तिमी नहुँदा सम्झी मरुँदा आँखैमा तमरा आँखैमा तमरा कोयली वनमा बिरह मनमा नभएको कहाँ हो र।